क्लास 9 को साइन्स को पहिलो च्याप्टर को सल्युसन चाहिँ यसमा हामी दिन गइराखेको छौं। 1 नम्बरको चुज द करेक्ट एन्सर एन्ड रिराइट इट इन योर नोटबुक भनेको छ। ए नम्बरको क्वेसन व्हाट ब्रान्च अफ साइन्स इज एस्ट्रोनोमी। यसको 4टा अप्सन छ। स्टडी अफ हेभेनली बडी, स्टडी अफ सोइल, स्टडी अफ म्याटर एन्ड इनर्जी, स्टडी अफ क्लाइमेट भनेको छ। यसको एन्सर चाहिँ स्टडी अफ हेभेनली बडिज हुन्छ। बी नम्बरको क्वेसन विच ब्रान्च अफ साइन्स डज अल्बर्ट आइन्स्टाइन बिलोङ टु भनेको छ। 4टा अप्सन बायोलोजी, एस्ट्रोनोमी, फिजिक्स र केमिस्ट्री दिएको छ। यसको राइट एन्सर चाहिँ फिजिक्स हुन्छ। सी नम्बरको क्वेसन विच ब्रान्च अफ साइन्स डिल्स विथ द स्टडी अफ एग्रिकल्चर भनेको छ। यसको 4टा अप्सन बोटनी, केमिस्ट्री, एग्रोनोमी र इन्भाइरोमेन्टल साइन्स भनेको छ। यसको एन्सर चाहिँ एग्रोनोमी हुन्छ। डी नम्बरको क्वेसन विच वान अफ द फलोइङ साइन्टिफिक नोटेसन इज 0.000345 इज करेक्ट भनेको छ। यसको एन्सर चाहिँ 3.45 टाइम्स 10 को पावर -5 हुन्छ। ई नम्बरको विच वान अफ द फलोइङ इज प्रिफिक्स अफ न्यानो भनेको छ। फर्स्ट अप्सन 10 को पावर 9, सेकेन्ड अप्सन 10 को पावर 6, थर्ड अप्सन 10 को पावर -9 र फोर्थ अप्सन 10 को पावर -12 हुन्छ। 12 भनेको छ। यसको राइट एन्सर चाहिँ 10 को पावर -9 हुन्छ। एफ नम्बरको क्वेसन विच इज द स्मलेस्ट मेट्रिक युनिट युज इन मेजरिङ डिस्टेन्स युजिङ रुलर स्केल भनेको छ। अप्सन मिलिमिटर, मिटर, सेन्टिमिटर, डेसिमिटर छ। यसको राइट एन्सर चाहिँ मिलिमिटर हुन्छ। अब 2 नम्बरको भेरी सर्ट एन्सर क्वेसन 2 को ए को वाट इज साइन्टिफिक लर्निङ भनेको छ। साइन्टिफिक लर्निङ इज द प्रोसेस अफ गेनिङ नलेज एन्ड अन्डरस्ट्यान्डिङ एबाउट नेचुरल वर्ल्ड थ्रु अब्जर्भेसन, एक्सपेरिमेन्ट एन्ड इभिडेन्स बेस्ड रिजनिङ हुन्छ। बी नम्बरको क्वेसन सोधिएको छ वाट इज जियोलोजी। जियोलोजी इज अ ब्रान्च अफ साइन्स द्याट स्टडी द अर्थ, इट्स स्ट्रक्चर, सब्सटेन्स, हिस्ट्री एन्ड प्रोसेसेस द्याट एक्ट अन इट भनेको छ। अब सी नम्बरको क्वेसन वाट इज मेट्रोलोजी भनेको छ। मेट्रोलोजी इज अ साइन्टिफिक स्टडी अफ एटमोस्फियर, वेदर एन्ड क्लाइमेट। डी नम्बरको क्वेसन छ वाट इज प्रिसिजन। प्रिसिजन रिफर्स हाउ consistently a measurement can be repeated under the unchanged condition or the closeness of two or more measurement to each other. ई नम्बरमा डिफाइन एस्ट्रोनोमी भनेको छ। एस्ट्रोनोमी इज अ साइन्टिफिक स्टडी अफ सेलेस्टियल अब्जेक्ट, स्पेस एन्ड द युनिभर्स एज अ होल। एफ नम्बरको क्वेसन राइट एनी वान इक्जाम्पल अफ साइन्टिफिक क्वेसन भनेको छ। इक्जाम्पलमा चाहिँ वाट इफेक्ट डज सनलाइट ह्याभ अन प्लान्ट ग्रोथ, यो चाहिँ एउटा इक्जाम्पल भयो। जी नम्बरको क्वेसन वाट इज द डिफरेन्स बिट्विन फिजिक्स एन्ड केमिस्ट्री भनेको छ। फिजिक्स इज द स्टडी अफ म्याटर, इनर्जी एन्ड द ल अफ नेचर द्याट गभर्न देयर इन्टरेक्सन। केमिस्ट्री इज अ स्टडी अफ कम्पोजिसन, प्रोपर्टिज एन्ड द रियाक्सन अफ सब्सटेन्स हो। जी नम्बरमा राइट एन इक्जाम्पल एफ एक्सपेरिमेन्ट इन साइन्टिफिक मेथड भनेको छ। एउटा इक्जाम्पल क्वेसन वाट डज द टाइप अफ लिक्विड अफेक्ट प्लान्ट ग्रोथ भनेको छ। हाइपोथेसिस प्लान्ट विल गो taller in water than in soda. Experiment grow the 3 identical plant in water, soda and juice for 2 weeks and measure their length. यो चाहिँ example of one experiment भयो।